सो हे गाइस, आजको यस भिडियोमा मैले चाहिँ गोप्रोकै कम्पिटिटर DJI-को एक्सन 4 क्यामेरा लिइसकेको छु, जुन तपाईले यो वाइड एंगल भ्यूबाटै थाहा पाइसक्नु भएको होला। एन्ड या जुन यति राम्रो इमेज क्वालिटी भिडियो क्वालिटी जुन जेनेरेट भइरहेको छ त्यही क्यामेराबाट अहिले म रेकर्ड गरिरहेको छु। कस्तो छ यो क्यामेरा क्वालिटी एकचोटि कमेन्टमा अवश्य पनि कमेन्ट गरिदिनु होला। एन्ड लेट्स टेस्ट। मैले चाहिँ केही सिनेम्याटिक सर्ट्सहरू लिनेछु यो भिडियोमा एन्ड एडिट गरेर तपाईहरुको समक्ष यहाँ राख्नेछु। सो पक्कै पनि लाइक शेयर एन्ड सब्सक्राइब गरेर हामीसँग जुड्नु होला, किनभने यो क्यामेरा लिइसकेपछि मैले चाहिँ धेरै नै नयाँ ठाउँहरू घुम्न एक्सप्लोर गर्न जानेछु र तपाईहरुलाई नेपालमा भए पनि म इन्डियामा छु र यहाँको अलमोस्ट धेरै फेमस ठाउँहरू हाम्रै नजिकमा छ। झन् साउथमा एकदमै नै फेमस ठाउँहरू छन् हैन। फेमस ठाउँहरू लाइक एक दुईवटा इक्जाम्पल भन् त। यो मेरो दोस्त हो हैन, हामीले कतिवटा ठाउँहरू अलरेडी घुमिसकेका छौँ, तर तपाईहरुलाई देखाउनलाई र हामीले भ्लग बनाउनलाई एकचोटि फेरि जानेछौँ। ल 5 वटा भनिदिउँ त कुन कुन। रामसेतु, जुन इन्डियाको लास्ट ल्यान्ड भनेर चिनिने मुन्नार केरला, आदियोगी अनि अझ तमिलनाडुमा धेरै यस्तो ठाउँहरू छन् जुन हामीले पण्डुचेरी फिल्महरुमा धेरै फेमस बीच रहेछ त्यो। अनि चेन्नाईमा पनि हामी गइरहेको छौँ, अनि बेंगलोर पनि छ नजिकैमा, अनि त्यहाँ पनि हामी गएर भ्लगहरू तपाईहरुलाई देखाउँछौँ। सो सब्स्क्राइब गरिदिनु होला है। सब्स्क्राइब लाइक्स कमेन्ट दबाको ठोको सब्स्क्राइब गरिदिनु होला, किनभने तपाईहरुले धेरै कुरा यहाँ भिडियोमा देख्नुहुनेछ फ्युचर्समा। सो यो हेर्नु त क्वालिटी एक्चुअली कतिको गतिलो रहेछ। यत्रो पैसा खर्च गरेर ल्याखौँ, अब एकचोटि क्वालिटी हेर्दिउँ न, घाममा आइराख हैन। ओके, सो मैले केही सिनेम्याटिक सर्ट्सहरू अहिले लिनेवाला हो एन्ड लेट्स सी है त कस्तो सर्ट्सहरू आउने रहेछ। अनि तपाईले आउट अफ 10 मा रेट गर्नु त कतिको यो सर्ट्सलाई रेट गर्नुहुन्छ।